डेन्जर गर्मी छ यार आमा कसम काममा निस्केको होइन अनि अनिल भाइले फोन गर्यो क्या दाइ यहाँ सेल लाएर चाहिँ जुत्ताहरू भन्यो क्या अनि हेरौँ न त भने त अलिकति अगाडि नै सेल लगाएको कसम यस्तो डेन्जर घाम लाग्छ पोलेछ भने डेन्जर पोलेछ यस्तो गर्मी छ यस्तो डेन्जर गर्मी छ कि हो त्यहाँ जहाँ होइन के रहेछ हेरौँ न त जुत्ताहरू कस्तो कस्तो रहेछ होइन यस्तो डेन्जर गर्मी छ लास्टै गर्मी छ आयो ट्रेन गर्मी डेन्जर गर्मी भाइ गर्मी छैन बाटो लाग्छ पाक्छ कि डर चाहिँ टलक्कै टल्केछ ल फेरि ठाउँ ठाउँमा रुख पनि रोप्दैछ कि यो ठाउँमा होइन जहाँ भन्नाले न्युयोर्कैभरि ठाउँ ठाउँमा रुखिनाले रुख चाहिँ डन्नै रोपेको छ तर गर्मी चाहिँ यो गड कुरा नगरौँ गर्मीको चाहिँ म त जे पाउँदै गर्मी त डेन्जर गर्मी ल यस्तो गर्मी छ ठाउँ ठाउँमा रुख पनि छ फेरि यहाँको ल हामी आएको मल चाहिँ यो हो है यहाँ चाहिँ भाइले सेल लाछ भनेर भाइले भनिहालेपछि ल त एकचोटि जाउँ भनेर आएको होइन अब हेरौँ यहाँ चाहिँ नाइकको एडिडासको होइन अनि सबै छ भनौँ न त्यो तल नाइकको स्टोर हो हामी यता माथि अहिले एडिडास जाँदैछौँ एडिडासमा आज सेल लाग्छ अरे हेरौँ के सेल लागेको रहेछ त्यो चाहिँ फुट लकर बाथ एन्ड बडी वर्क्स जहाँ चाहिँ एडिडास ए 50% अफ देखाइरहेको छ यहाँ 50% अफ 50% अफ अनि 60% चाहिँ क्लियरेन्स अफ रहेछ ल हामी त सपिङ हान्थ्यो है एडिडासको होइन एडिडासको पुरै सेलको सामान उडाइदिएको ढ्याङ्गै अब होइन हामी त गरिबको छोराहरू यस्तै हो नि होइन गरिबहरू होइन धन्न लिनु मात्रै होइन भाइ यसको किन हामी त हान्थ्यौँ ट्याक्कै लाएर भाइ हल्का कफी हान्दिने अब त्यो चाहिँ सटर बाकस कसम कफी त खाने भने अब कफीको नाम थाहा छैन त्यो एकदम गर्मी छ म त खास हट कफी खान लाग्थेँ भित्र त सिद्धलै छ नि त भाइले फेरि दाइ बाहिर त फेरि गर्मीले मरिन्छ भने यार भनेर फेरि त्यो के कफी मागेर भाइ हामीले के रे नाम होर्चाटा एक्सप्रेस होइन होर्चाटा एक्सप्रेस हो त्यसबाट मिल्क निकालेको दुध अलिक फाप्दैन क्या भाइरमा कफी लिँदै निस्किँदैछु अब यहाँबाट के हो त्यत्तिकै हिँड्छ त मान्छेहरू त ल फाइनल्ली हाम्रो आज सपिङ पनि भयो होइन भाइले झोलाभरि जुत्ता बोकेछ होइन भाइको र मेरो गएर अनि अर्को एउटा साथी पनि छ कि हाम्रो लामाजी फेरि रिसाउनु भयो मलाई जुत्ता ल्याएन भने तिमीहरू नबोल्नु मसँग छि तिमीहरू त कस्तो हो भन्यो हामीलाई त होइन भाइ एकजनाले फेरि फोनै नउठाइदिने अब अर्को भाइलाई फोन उठाएन अनि हामीले त अब 150 मा 5 वटा जुत्ता ल्याएर आयौँ 5 वटा जुत्ता मलाई एउटा भाइलाई 150 रुपैयाँ होइन नि $150
कुरो बुझ्नु पर्यो नि त भाइ। त्यसमा कफीको बारी पनि जोड्न मागिन्छ है, होइन? ल्याइयो जेस दाई हुनु पनि फाइदा हुन्छ क्या। भाइले गदाले यस्तो बोकिरहेको छ, झ्याम्मै लगेर झ्याम्मै बोकेछ केटोले, भारी कडा बोकेछ। म भने चट्ट मोबाइलमा भ्लग बनाउँदै कफी खाँदै हो पक्क भिआइपी स्टाइलले फेरिमा। अब गएर फेरि काममा जोतिनुपर्छ। भाइको आज छुट्टी, भाइ त घर गएर मोज गर्छ। त्यो दाइ तपाईँ के दुःख गर्नुहुन्छ, म बोक्छु भनेर बोकेको आँटै केटोले, बोकेकै हो केटोले, होइन? झ्याम्मै। फाइनल्ली अब हामी ट्रेनमा चढ्यो, शीतल हुन्छ ट्रेनमा चढेपछि, आनन्द छ, होइन? कस्तो नराम्रो आउँदैन रहेछ। टोपी नलाऊ भाइ झोलखेरि, त्यही भएर दार्जिलिङ लागेको अब। टोपी लगायो भने कपाल झर्छ कि होइन गाइस? गाइस अब हामी छुटौँ कि क्या हो, होइन? कति लामो गर्नु यार, होइन? के हो भाइ, होइन? धेरै लामो नबना भाइ, के बनाउने लामो हुन्छ के मतलब? जति लामो भने हामीलाई बाल मतलब, होइन? कसैले हेर्नु छैन के चाहिँ बाल मतलब। छोटो ल टोटो मिठो चिटिकेको भन्दै आजलाई हामी यहाँ छोडिदिन्छौँ, होइन?